के तपाईँहरूलाई थाहा छ आगामी फागुन 21 गते हुन लागेको चुनावमा चाहिँ एमाले आफ्नो चुनाव चिन्ह परिवर्तन गरेको छ। एमाले चाहिँ आफ्नो चुनाव चिन्ह सूर्यबाट घण्टीमा परिवर्तन गरेको छ। अबबाट एमालेको सपोर्टरहरूले भोट हाल्दा चाहिँ कृपया नझुकिकन घण्टीमा भोट हालेर जिताउनुहोला। यस किसिमको भ्रामक खबर तथा सूचनाहरू नेपालको एकदमै चर्चित सेलिब्रिटीहरू र इन्फ्लुएन्सरहरूको टिकटक पेजबाट सामाजिक सञ्जालभरि छरपस्ट भइरहेको छ। त्यस्तो इन्फ्लुएन्सर र सेलिब्रिटीहरू जसको चाहिँ सामाजिक सञ्जालमा फलोअरहरूको नम्बर एकदमै धेरै रहेको छ, उनीहरूले नै यस किसिमको समाचार फैलाउँदा हाम्रो समाजमा चाहिँ कस्तो किसिमको असर पर्ला त? पहिलो कुरो, यो भिडियो चाहिँ कसैको सपोर्टमा या अगेन्स्टमा बनाइएको होइन। यो भिडियो बनाउनुको उद्देश्य चाहिँ विशुद्ध जनचेतना जगाउनु मात्रै हो। नमस्कार, द क्यारेक्टरमा यहाँहरूलाई स्वागत छ। नेपालमा आगामी फागुन 21 गते देशव्यापी रूपमा निर्वाचन हुँदैछ। अहिले माघको दोस्रो हप्ता भइसकेको छ भने मुलुकभरि नै निर्वाचन आचार संहिता लागू भइसकेको छ। आजको यस भिडियोमा हामी निर्वाचन आचार संहिता भनेको के हो, यसले कुन कुन पक्षलाई समेट्छ, निर्वाचन आचार संहिता लागू भइसकेपछि निर्वाचन नहुँदासम्म कसले कसले के गर्न मिल्छ र के गर्न मिल्दैन, आचार संहिता र कानुन विपरीत कार्य गरेमा कतिसम्मको सजाय हुन सक्छ र हाम्रो नेपालको संविधानको कुन चाहिँ धाराले चाहिँ निर्वाचन आचार संहितालाई ब्याकिङ गरिरहेको छ त, आधार दिइरहेको छ त, यसको बारेमा आज हामी छलफल गर्दैछौँ। आजको यो भिडियो मतदाता, उम्मेदवार र आम नागरिक सबैका लागि एकदमै महत्त्वपूर्ण छ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलो प्रश्न, निर्वाचन आचार संहिता भनेको के हो त? कुनै पनि निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र डर धम्की रहित वातावरणमा सम्पन्न गराउनको लागि निर्माण गरिएको नियमहरूको सेटलाई निर्वाचन आचार संहिता भनिन्छ। निर्वाचन आचार संहिताका नियमहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार, आम नागरिक, कर्मचारी र देशका सम्पूर्ण आम जनताहरूलाई लागू हुन्छ। नेपालको संविधानले निर्वाचन आचार संहिताको बारेमा के भन्छ त? संवैधानिक आधार खोज्दै जाने हो भने नेपालको संविधानको धारा 84ले प्रतिनिधि सभाको सदस्यको निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनै पर्छ भन्ने कुरालाई जोड दिएको छ। नेपालको संविधानको अर्को धारा 245ले नेपालमा निर्वाचन आयोग रहने र निर्वाचन आयोगले नै नियन्त्रण गर्ने र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउने अधिकार प्राप्त गरेको छ। धारा 246ले निर्वाचन आयोगले चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधली रहित बनाउनका लागि निर्वाचन आचार संहिता लागू गर्न सक्ने र त्यसको लागि आवश्यक पर्ने नियन्त्रण र निर्देशनका कामहरू गर्न सक्नेछ भन्ने व्यवस्था कायम गरेको छ। संविधानको अर्को धारा 247ले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताका नियमहरू र उसले त्यस नियमलाई लिएर जारी गर्ने सम्पूर्ण आदेशहरू देशका सम्पूर्ण राजनीतिक दल, कर्मचारी, उम्मेदवार लगायत आम नागरिकहरूले मान्नै पर्नेछ भन्ने व्यवस्था पनि लागू गरेको छ। संविधानका यी धाराहरू नै निर्वाचन आचार संहिता लागू गर्ने र त्यसको सबैले पालना गर्नै पर्ने भन्ने कुराको संवैधानिक आधार हो। मैले माथि उल्लेख गरे जस्तै यी धाराहरूका अनुसार निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेपछि र त्यस सम्बन्धमा आवश्यक पर्ने निर्देशन तथा सूचनाहरू जारी गरिसके पछाडि देशका सम्पूर्ण व्यक्तिहरू, चाहे ती मतदाता हुन्, राजनीतिक दलका सदस्यहरू हुन्, आम नागरिक हुन्, कुनै पनि संस्थाका कर्मचारी हुन् या जोसुकै हुन्, उनीहरूले यो नियम तथा सूचनाहरू मान्नका लागि बाध्यकारी हुनै पर्छ। अब अर्को प्रश्नमा जाउँ, निर्वाचन आचार संहिता कहिलेदेखि लागू गर्न मिल्छ? नेपालको कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरिसके पछाडि निर्वाचन आचार संहिता लागू हुन्छ। तर अहिलेको सन्दर्भमा नेपालमा निर्वाचनको मिति धेरै समय अगाडि नै सार्वजनिक भइसके तापनि फागुन 21 गते निर्वाचन हुने सन्दर्भमा माघको पहिलो हप्तादेखि नै निर्वाचन आचार संहिता लागू भइसकेको छ र यो निर्वाचन आचार संहिता नेपालमा फागुन 21 गतेको निर्वाचन सम्पन्न नहुने बेलासम्म लागू हुन्छ। त्यो अवधिभरिसम्म हामी सबैजनाले उक्त आचार संहिताको पालना गर्नु आवश्यक छ। निर्वाचन आचार संहिता लागू भइसके पछाडि के गर्न पाइँदैन त? सुरुमा कुरा गरौँ सरकार र सरकारी कर्मचारीहरूको सन्दर्भमा। निर्वाचन आचार संहिता लागू भइसकेपछि कुनै पनि सरकारी गाडी र सरकारी सम्पत्ति निर्वाचनको प्रचार प्रसारमा या चुनावी अभियानमा प्रयोग गर्न पाइँदैन। सरकारी गाडी या सवारी साधन मात्र होइन कि सरकारी पैसा र कार्यालय पनि कुनै पनि चुनावी प्रायोजनका लागि प्रयोग गर्न पाइँदैन। सरकारी कर्मचारीहरूले आफू सार्वजनिक या सरकारी पदमा रहिरहेको अवस्थामा चुनावसँग सम्बन्धित कुनै पनि प्रचार प्रसारको कार्यक्रममा सहभागिता जनाउन मिल्दैन। सरकार या सरकारी कर्मचारीहरूले निर्वाचन आचार संहिता लागू भएको समयमा कुनै पनि नयाँ योजनाको शिलान्यास गर्न र त्यसको उद्घाटन गर्न पाइँदैन। राजनीतिक दल तथा उम्मेदवारहरू, कुनै पनि राजनीतिक दल या उम्मेदवारहरूले अनुमति बिना ठूला र्याली, जुलुस तथा सभा समारोहहरू गर्न नपाइने व्यवस्था रहेको छ। कुनै पनि किसिमको सामान, पैसा या मदिरा बाँडेर भोट माग्न नपाइने व्यवस्था रहेको छ। धर्म, क्षेत्र र जातीय पहिचानलाई मुख्य आधार बनाएर भोट माग्नु या चुनावको लागि प्रचार प्रसार गर्नु पनि कानुनी रूपमा दण्डनीय मानिन्छ।
निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि राजनैतिक दल या उम्मेद्वारहरूले अन्य पक्षलाई डर, धाक देखाउने, धम्की दिने या तोडफोड गर्ने जस्ता क्रियाकलापहरू गर्न नपाइने व्यवस्था रहेको छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा गरौँ, मिडिया या सामाजिक सञ्जालमा के गर्न पाइँदैन। कुनै पनि राजनैतिक दल, उम्मेद्वार, कर्मचारी या आम नागरिकले सामाजिक सञ्जालमा या मिडियाहरूमा आएर कसैलाई पनि गाली गलौज गर्ने या चरित्र हत्या गर्ने जस्तो क्रियाकलापहरू गर्न पाइँदैन। कुनै पनि सञ्चार माध्यम, मिडिया या व्यक्तिले कुनै एक पक्षसँग कुनै पनि किसिमको लाभ या पैसा लिएर पक्षपातपूर्ण प्रचार प्रसार गर्न पाइँदैन। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण र हामी सबैले बुझ्नुपर्ने कुरा चाहिँ कुनै पनि व्यक्ति या कुनै पनि पक्षले झुटा र भ्रामक खबर तथा समाचारहरू फैलाउन या सम्प्रेषण गर्न पाइँदैन। यी सबै निषेधित काम तथा क्रियाकलापहरू चुनावको संवैधानिक मर्मभन्दा विपरीतका कार्यहरू हुन्। यदि निर्वाचन आचार संहिताको उल्लङ्घन गरेमा कानुन अनुसार तपाईलाई जरिवाना हुन सक्छ, तपाईलाई चुनावी प्रचार प्रसारको कार्यमा रोक लगाउन सकिन्छ, सामाजिक सञ्जालमा तपाईको अकाउन्ट ब्यान हुन सक्छ, उम्मेद्वारको उम्मेदवारी रद्द हुने सम्भावना पनि रहन्छ। यदि यो कुरा बढ्दै गएमा र यसले चुनावमा नै ठूलो असर पार्ने या प्रभाव पार्ने अवस्था देखिएमा चुनाव नै सार्ने या चुनाव नै रद्द हुने अवस्था पनि आउन सक्छ। अर्थात् गम्भीर अवस्थामा चुनाव नै बदर पनि हुन सक्छ। नेपालको संविधानले निर्वाचन आयोगलाई यी सबै क्रियाकलापहरूबारे आवश्यक आदेशहरू जारी गर्न, त्यसलाई कार्यान्वयन गराउन र नियन्त्रण गर्न आवश्यक पर्ने कदम चाल्ने छुट दिएको छ, अधिकार दिएको छ। अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि संयुक्त राष्ट्र सङ्घले कुनै पनि क्षेत्रमा या देशमा निष्पक्ष हुनका लागि सरकारी सम्पत्ति वा सरकारी स्रोत र साधनको दुरुपयोग हुनु हुँदैन, मतदातालाई कुनै पनि पक्षले अनावश्यक किसिमले आफ्नो वशमा या प्रभावमा पार्नु हुँदैन, सामाजिक सञ्जाल र सूचनाको अधिकारको दुरुपयोग हुनु हुँदैन र निर्वाचनमा मतदान गर्ने व्यक्तिको स्वतन्त्रताको अधिकार हो। यो मानव अधिकारको एकदमै महत्त्वपूर्ण हिस्सा भएको हुँदा कसैले पनि कसैको अधिकारलाई दखल अन्दाजी पुग्ने किसिमको क्रियाकलाप गर्नु हुँदैन भन्ने कुरामा जोड दिएको छ। तसर्थमा भन्नुपर्दा नेपालको निर्वाचन आचार संहिता अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने किसिमको छ। अब यो पनि गर्न पाइँदैन, त्यो पनि गर्न पाइँदैन, त्यसो भए के गर्न पाइन्छ त? यो प्रश्नको जवाफ खोजौँ। हामीले कुनै पनि पक्षलाई नकारात्मक असर नपर्ने गरी अर्थात् बायस नभइकन निर्वाचन सम्बन्धी नीति, नियम, विचार र नयाँ योजनाहरूको बारेमा छलफल गर्न मिल्छ। शान्तिपूर्ण किसिमले सबै नियम कानुनहरू पालना गरेर सभा सम्मेलनमा भाग लिन मिल्छ। निर्वाचनसँग सम्बन्धित मतदाता शिक्षा सामग्रीहरूको बारेमा एकअर्कासँग छलफल गर्न र त्यसलाई प्रचार प्रसार गर्न मिल्छ। कर्मचारीहरूले कुनै पनि नियम नमिचिने गरेर आफ्नो दैनिक काम तथा क्रियाकलापहरू सुचारू रूपले सञ्चालन गर्न पाउँछन्, तर त्यसमा निर्वाचनसँग सम्बन्धित कुनै पनि किसिमको प्रचार प्रसारको काम कारबाही गर्न पाउँदैनन्। नाम नलिकन भन्दा विभिन्न सेलिब्रिटी र इन्फ्लुएन्सरहरूले चाहिँ आफ्नो अकाउन्टबाट भ्रामक सूचना फैलाइरहनु भएको छ, खबर फैलाइरहनु भएको छ। जस्तै एमाले चाहिँ चुनाव चिन्ह परिवर्तन गरेर घन्टी राखेको छ, सबैजनाले घन्टीमा भोट हालो, यस्तो किसिमको प्रचार गरिरहनु भएको छ। तर यसरी भ्रामक सूचना र अफवाह फैलाएर प्रचार गर्नुको सट्टा चाहिँ हामीले एउटा सचेत नागरिक भएको नाताले किन चाहिँ वैकल्पिक शक्तिलाई रोज्नुपर्छ त नि? भ्रामक सूचना फैलाउनुको सट्टा नयाँ शक्तिले चाहिँ, नयाँ राजनीतिक दलहरूले चाहिँ के कुरामा नयाँ आशा लिएर आएका छन्, उनीहरूको स्ट्रेन्थ के छ, नयाँ एजेन्डा के छ, के कारणले गर्दा चाहिँ, के पोइन्टले गर्दा चाहिँ उनीहरू पुरानो दलभन्दा बेस्ट हुन सक्छन् त नि? त्यो कुरालाई चाहिँ हामीले अलिकति लाइटमा लिएर आएर प्रचार प्रसार गर्यौँ भने मतदाताहरूले अवश्य पनि त्यो कुरालाई बुझ्नुहुन्छ र विचार गर्नुहुनेछ। कुरा एकदमै सिम्पल छ, तर यो सिम्पल कुरा सुनेर लिएको डिसिजनले चाहिँ हाम्रो फ्युचरमा भास्ट डिफरेन्स ल्याउनेवाला छ। त्यसैले कुन कुरालाई कसरी प्रचार प्रसार गर्न सकिन्छ त नि? नकारात्मकतालाई जोड नदिकन पोजिटिभिटीलाई नै हामीले समातेर अगाडि बढ्यौँ भने पनि हाम्रो मोटिभ चाहिँ पुरा हुन सक्छ। हाम्रो देशमा निकै लामो समयको भ्रष्टाचार, कुरीति र बेइज्जतीपछि साना साना कलिला भाइ बहिनी तथा साथीहरूले रगत बगाएर अहिलेको निर्वाचन सम्भव बनाएका हुन्। यो कुरा हामीले बिर्सनु हुँदैन। हाम्रो कुनै पनि किसिमको मूर्खतापूर्ण र विपरीत कदमले यदि निर्वाचनलाई नै आघात पर्छ भने त्यस्तो क्रियाकलाप हामीले बुझेर या नबुझेर गर्नु हुँदैन। हामीले यो बुझ्नु जरुरी छ कि निर्वाचन हामीले हाम्रो देशमा परिवर्तन ल्याउनको लागि गर्न लागेको हो। देशमा डेस्परेसन, फ्रस्ट्रेसन एकदमै धेरै छ। सबैजनाले नयाँ शक्तिको आवश्यकता र पुरानो शक्तिहरूको विकल्प खोजिरहेको अवस्था छ। तर निर्वाचन आचार संहिता कुनै पनि पक्षलाई या कुनै पनि पार्टीको एउटाको विरुद्धमा नभइकन निर्वाचनलाई प्रभाव पार्न सक्ने सम्पूर्ण नकारात्मक कुराहरूको विरुद्धमा हो। यो कुरा हामीले बुझ्न एकदमै जरुरी छ। देशमा कायम डेमोक्रेटिक सिस्टमलाई जोगाइराख्न र त्यसलाई अझै व्यवस्थित बनाउनका लागि निर्वाचन जति जरुरी छ, निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधली रहित हुनु पनि त्यत्तिकै जरुरी छ। त्यसको लागि हाम्रो सानो सानो कदमले पनि ठुलो ठुलो प्रभाव पार्न सक्छ।
त्यसैले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा त्यसलाई पूर्ण रूपमा पालना गरौँ, भ्रामक खबर तथा सूचनाहरू सम्प्रेषण गर्ने काम नगरौँ, निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुन दिउँ र सार्काजमको रूपमा या अर्को पक्षले त यस्तो गरिरहेछ हामीले गर्न किन नहुने, उनीहरूले त गरे हामीले गर्न भइहाल्छ नि भन्ने किसिमले कुनै पनि किसिमको भ्रामक सूचना तथा खबरहरू एक आपसमा सम्प्रेषण नगरौँ, जुन कुराले गएर पछि हामीलाई नै ब्याकफायर हुन सक्छ, हाम्रै अधिकार र हाम्रै भविष्यमा असर पर्न सक्छ। त्यस्तो कामकाज हामी जस्तो सचेत अनि शिक्षित वर्गको व्यक्तिहरूले गर्न सक्दैनौँ। तपाईहरू इन्फ्लुएन्सरहरू हुनुहुन्छ, सेलिब्रिटीहरू हुनुहुन्छ, तपाईहरूको पनि सामाजिक एउटा दायित्व बन्छ। त्यही भएर असल मतदाताको परिचय दिउँ, असल नागरिकको परिचय दिउँ। धन्यवाद। आजको लागि यति नै। द क्यारेक्टर च्यानलको थिमभन्दा अलिकति बाहिर गएर मैले आज यो भिडियो निर्माण गरेको छु। आशा छ 2 जनाले मात्रै यो भिडियो हेर्नुभयो भने पनि या 2 जनाले मात्रै यो कुराहरू बुझ्नुभयो भने पनि त्यसले धेरै ठुलो डिफरेन्सेस आउन सक्छ। निर्वाचनको समयमा यो भिडियो हेरिसके पछाडि तपाईहरूले अवश्य पनि केही नयाँ कुरा सिक्नुभयो होला र आफूले सिकिसके पछाडि यो कुरा बाँकी अरू साथीहरूलाई पनि सिकाउनुहुन्छ, घर परिवारलाई पनि सुनाउनुहुन्छ भन्ने मैले आशा लिएको छु। तपाईहरूको प्रतिक्रियाको लागि कमेन्ट सेक्सन अलवेज ओपन छ। सी यू इन नेक्स्ट भिडियो। Thank you so much.